Hey guys, welcome back to my channel. मेरो भिडियो हेरेर रमाउनु हुने सबैजनालाई ह्यापी तिहार। कामको लोड धेरै भएको कारणले मैले इन्ट्रो पनि ढिलो बनाएको थिएँ अनि मैले बिहान उठेर सुरुमा चाहिँ रङ्गोली बनाएको थिएँ अनि अगाडिको इन्ट्रो चाहिँ रङ्गोली बनाउनु भन्दा अगाडिको मेरो रङ्गोली कस्तो हुन्छ हेरेर भनिदिनु होला। खासै राम्रो बनाउन त आउँदैन र पनि मैले मेरो बेस्ट दिएँ अनि हेर्दै जानु कस्तो बनिन्छ। आफ्नो घरमा रङ्गोली बनाइसक्ने बित्तिकै म चाहिँ ठुलो मम्मीको घर जान लागेको थिएँ। मम्मीकोबाट फर्किँदा चाहिँ बेलुका भइसकेको थियो अनि मैले चाहिँ घरमा भएको हल्का फुल्का डिजाइन गर्नुभएको रहेछ मम्मीले फुलहरूले सजाएर अनि म चाहिँ सबैतिरको फोटोहरू लिँदै थिएँ। यहाँनिर चाहिँ हाम्रो सानो घर जस्तो भए पनि हामीले चाहिँ सजाएर एकदम राम्रो बनायौँ, सफा बनायौँ। अनि यहाँ चाहिँ भाइले बनाएको सानो पुन्टुरे रङ्गोली अनि हाम्रो यो पूजा गर्ने स्थान मम्मीले कस्तो मजाले सजाउनु भएछ एकदम उज्यालो पाराले अनि एकदम राम्रो देखिरहेको छ हाम्रो मन्दिर अनि हामी यहाँनिर पूजा गर्नको लागि रेडी बनाउँदै थियौँ अनि म पनि ठ्याक्कै रेडी भइसकेको थिएँ। यस्तो ड्रेसअप हेर्दा त डान्डिया खेल्न जाने जस्तो देखेको छ है साथीहरू मलाई चाहिँ। अनि म चाहिँ यहाँ मिरर सेल्फी लिँदै अनि ठ्याक्कै दोकान पुग्यौँ अनि मम्मीले दियोहरू मिलाउँदै हुन्थ्यो। भाइले लगेको पटेकाहरू पनि थियो हल्का फुल्का अनि त्यो सबै हामीले पड्काउन थाल्यौँ बाटोमा बसेर अनि मलाई चाहिँ एकदम डर लाग्थ्यो क्या। अनि यहाँ बाबालाई मम्मीलाई बोलाएर ह्याप्पी दिवाली भनौँ न मम्मी भने हामीले यहाँनिर चाहिँ ह्याप्पी दिवाली भनेर भन्दै थियौँ। नजर सो रियल साथीहरू टचउट गरिहालेँ मैले चाहिँ। हामीसँग भएको त्यो फुलझडीहरू चक्रीहरू सबै हामीले चाहिँ पड्काउन थाल्यौँ अनि बिचमा चाहिँ मैले मेरो अनुहार पनि देखाइरहेको थिएँ अनि हाम्रो अर्को पसलतिर पनि दियोहरू लाएर सजायौँ अनि त्यसपछि पूजा गर्ने टाइम आइसकेको थियो अनि मम्मी बाबा काका भाइहरू मिलेर पूजा गर्नुभयो दुइटै पसलमा अनि म चाहिँ बिचमा फोटो खिच्दै थिएँ आफूलाई पनि देखाउँदै थिएँ अनि यहाँनिर चाहिँ पूजा हुँदैछ। लक्ष्मी माताले सबैजनाको घरमा बास गर्नुहोस्, सबैजनाले चाहेको सोचेको सबै कुरा पुरा